बाबु दिक्षान्त हजुर हामी आज कहाँदेखि कहाँ जाँदैछौँ? हामी आज लान्तीबाट खापुकाटा जाँदैछौँ। ए लान्तीबाट खापुकाडा। क्या गजब रहेछ है ठाउँ। ल ठाउँ राम्रो रहेछ। हामी यताबाट आएको। रोड पनि गजब रहेछ है बाबु। ल बाबु हजुर के छ त हामीले अब घर पुग्दैछौँ होइन? के गर्ने होला ल भन त। के तिम्रो योजना के छ भन त। तपाईँ माथ जाने म तल लुक्छु अर्का तल। बाबु आएन भन्नुहुन्छ मम्मीले नाइ भन्ने मैले नाइ भन्छु होइन? तल नाइ भन्ने म तल लुक्छु म आउँछु अनि कताबाट आयो भन्ने तेरो नसुने कताबाट आयो भन्ने अनि नाइ माथि गएपछि लुगी त्यो नाइ त्यो त्यस्तो नाइ मम्मी माथि जान्छ तपाईँ पनि माथि जाने त पल्लेर कोठा हुन्छ भने बाहिर आएन तपाईँ ढुल्न जान्छु भन्दा मलाई भन्ने म गएँ सुस्तारी गएन आउँछु ए त्यसमा बहुबाट आइदिन्छु। यति हो मेरो योजना। ए एकछिन के जस्तो नि मम्मीले किन छोड्या त बाबुलाई एक्लै त्यहाँ ल्याउनु पर्दैन भनेपछि के भन्ने मैले? बाबुलाई किन एक्लै छोड्याएको त त्यहाँ? बाबु ती बस्छ अरे लान्थे भोलि आइदिन्छु भन्ने। अनि कोसँग आउने हो त किन छोडिदिएको भनेर के भन्ने? सान्दासित। ए किन बस्छु भन्थ्यो त? केही मिठो मिठो खानी थियो कि अथवा अरू केही कार्यक्रम थियो कि भन्ने? त्यस्तै ए ठाउँ चाहिँ गजब रहेछ यतातिरको होइन? मलाई दिनु त। एकछिन थोरै गफ गरौँ त ल। एकै मिनट के यसो। ल बाबुको नाम भनिदेऊ न त। तपाईँलाई थाहा छ? होइन यो भिडियो बनाइरहेको छु नि त मैले, त्यो भएर साथीहरूलाई देखाउनु पऱ्यो नि त। यता त्यस्तो होइन नि त। ल भन त बाबु। ए कतिमा पढ्ने होला नि बाबुले अहिले? यसो यता हेरेर भनौँ त। कक्षा 4 मा। ए यो ठाउँ चाहिँ गजब रहेछ है। ए अनि बाबुको वेट कति छ नि? वेट 31 किलो। ओहो अनि हाइट कति छ नि? हाइट नाप्दाखेरि 4 फुट। ओहो आफैले नापेको? कसरी थाहा पाइस्? कहाँ नापेको हो र? यहाँबाट यहाँ थिए यहाँबाट यहाँ थिए यहाँबाट यहाँ थिए 4 फुट आफै? कहाँबाट कहाँ गरेर ल त भनौँ त फेरि। 1 फुट यहाँ 1 फुट यहाँ यहाँबाट यहाँ 1 फुट यहाँबाट यहाँ 2 फुट यहाँबाट यहाँ 3 फुट यहाँबाट यहाँ 4 फुट। अनौठै हो त यो त, अनौठै हो त। ओहो अनि 2 बित्ता भएपछि हुन्छ 1 फुट। 2 फुट यो 3 फुट भएको। ए ल भयो ल कुरा बुझियो। अनि बाबु चाहिँ कति वर्षको भयो होला त फेरि? वर्ष पनि त भनिदिनु पऱ्यो नि। यो कति हो? 1 यो 2 यो 3 यो 4 यो 5 यो 6 भयो 7 8 क्लियर वास्तविक भन्नु पऱ्यो नि। वास्तविक 8। अब अर्को वर्ष 9। ए अहिले चाहिँ 8 हो। ए कति सालमा जन्मेको थाहा छ कि छैन? कति सालमा होला? 2074। 4 महिना 4 महिना कति? 4 महिना 12 गते। 4 महिना भनेको कुन महिना पर्छ? साउन 12 गते हो। ए ल हिँडौँ त त्यसो भए। गजब लौ त लौ ठाउँ चाहिँ गजब लाग्यो मलाई। बाबु एउटा गीत गाइदेऊ नि त ल। केही पनि आउँदैन? कलकत्ते काहीँ आउँदैन? त्यो पारेको गन्ठो चाहिँ गजब रहेछ है। गन्ठो छैन हामी त्यो हुँदा पनि मात्र गन्ठोमा बसेर यहाँ तल देख्नु त बाबा कहाँ छन् भन्नु। कहाँ? यहाँ तल हामी कति माथि छौँ। ल त हामी अहिले जङ्गलमा। ओहो जङ्गल पनि के गजब रहेछ। हामी झन् अब माथि जान्छौँ। हामी रक क्लाइम्बिङ
यस यस त्यो पनि भनिदिनु पर्यो नि त ल 2-4 वटा यसो उद्घोष गरौँ त हामी Mhm. हामी हाम्रो घर बस्तीमा हि हो खापकाटा हामी आज हेर्न गएका थियौँ सिर्नहल Mhm. साइकल बनाउन ए हामी रक क्लाइम्बिङ मान्छे यस सिर्नहर एकछिन रक गऱ्यौँ यो क्लाइम्ब गऱ्यौँ यो पनि समात्नु पर्यो ल अब आफ्नो सामान आफै टायर लुकाएको कहाँ हो त रे टाढो हिपारी ए यो के हो बाबु को यो ट्युब ए के भएर लिएको त्यहाँ यहाँ फुट्यो ए टाल्नको लागि हो कि यत्रो यत्रो थियो भुन पाल भन्नु पर्यो नि त पुवाल पुवाल भुन ल जाम त त्यो टायर कहाँनिर हो मैले त बिर्सेँ त ओहो क्या गजब रहेछ है खै यसो आफ्नो सामान त आफै समात्नु पर्यो कि यो सामान मेरो त्यो फेरि च्यात्यो भने नि अहिले च्याप्टाउँछ दुख्तानी अलि हिँडौँ नि त बाबु हो र ओढानी रहेछ सुरुमा यो पनि हरियो यो पनि बनायो ओहो जङ्गल र यो जङ्गलभित्र चाहिँ रोड चाहिँ कस्तो मजाले बनाएको है कस्तो राम्रोसँग काटेको बाबु क्या गजबले काटेको है रोड टायर लुकाएको कहाँ हो अझ गाडी छ कति टाढा हो झन् 1-2 किलोमिटर हो र हामी यहाँ कति चिसो ठाउँमा छौँ तपाईँलाई के थाहा छैन यस्तो दिउँसो यस्तो साँझ भने पनि त्यति चटको काममा पनि चिसो छ कति राम्रो जङ्गल के है बाबु जङ्गल राम्रो छ चिसो पनि छ उम्, कस्तो चिसो ए रात अहिले बेलुकाको 4 4:30 बजिसकेको छ अथवा अपराह्नको 4:30 बजिसकेको छ अर्कै छैन आज कुन महिना होला आज पुस 9 गते नै पुस 9 महिना यो 10 गते साल सहित भन्नु त आज 9 महिना नै साल पनि भन्नु पर्यो 2072 साल पुस 9 महिना कति पुस भने 9 महिना कति गते 26 ए ल त जाउँ 27 28 29 ठिकै हो हाम्रो भोलि पनि बिदा छ भोलि पनि हामी भ्लगमा आउँदैछौँ यो जङ्गल करिब 2.5 किलोमिटर लामो रहेको छ यो जङ्गलभित्रको सडक भनौँ न होइन जङ्गल पनि छ त्यति लामो अब अगाडि हाम्रो गाउँ आउँदैछ कति राम्रो छ कि यो ठाउँ चाहिँ अगाडि हाम्रो राम्रो गाउँ आउँदैछ यो ठाउँ हो सल्यान छत्रेश्वरी गाउँपालिका कति नम्बर वडा हो बाबु यो कति नम्बर वडा हो यो 3 नम्बर ए हो खापु काँडा भन्छ यसलाई होइन रोड चाहिँ के गजबले काटेको के यहाँ आहा करिब 2.5 किलोमिटर भनौँ न यति राम्रो रोड छ क्या यहाँ पहिरो पनि नजाने अब सल्लाको बिचमा सल्लेरी पाखा भन्छ बाबु सल्यान राम्रो सल्लेरी पाखैले भन्ने एउटा गीत गाइदेऊ त हो र सल्यान राम्रो सल्लेरी पाखैले नानी राम्री गाजलु आँखैले हो कस्तो चिसोले चेप्याउँछ ल हिँड अगाडि हिँड छिटो आज बाबुले नास्ता के खाएको होला 1 प्लेट चाउमिन के रे 1 प्लेट चाउमिन ननभेज अन्डासित सससित ओहो धनियाँसित सागसित ए खुर्सानीसित खुर्सानी पनि खाएको हो हरियो त्यति मिठो लाग्छ मिठो ए
अब हाम्रो आयो टायर गएको ठाउँ अँ, किलोमिटरपछि आउँछ हामीले टायर पनि लुकाएको छौँ है। क्या गजब छ कि यो बाटो चाहिँ, मलाई बहुत मनपर्छ यो सडक। बहुत मिलेको, धेरै राम्रो मिलेको कि यो माथि डाँडा, यतातिर जङ्गल हेर्नुहोस् त। आहा, क्या गजब जङ्गल। ओहो हो 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 हो, सिधा छ यो सडक, कतै पनि उकालो ओह्रालो छैन। आनन्दले मर्निङ वाक गर्नको लागि यो ठाउँ अति उपयुक्त। बाइक सिक्नको लागि पनि गजब, गाडी सिक्नको लागि पनि गजब। खासमा यो लान्ती गोर्चे हुँदै खापु काँडा जोड्नको लागि बनाइएको यो कृषि सडक हो। र हामी अलि माथिको गाउँदेखि तलतिर दारिमजिउला शङ्खमुलतिर जोडिएको अलिकति बाटो, त्यहाँ पनि रोड छ। तर त्यहाँको रोड चाहिँ योभन्दा अलिकति सानो छ, तर राम्रै छ, गाडी चल्छन् नियमित। यो बाटोमा चाहिँ अझै गाडीहरू चाहिँ चल्न त चल्न सक्छन् होला होइन। मान्छेहरू अब यो बाटो अलिक कमै मात्रै हिँड्ने भएको कारणले गर्दाखेरि। उतापट्टि देखाइदिउँ कि दारिमजिउलाको गाउँ होइन हामी कति भिडमा छौँ देखाउँछौँ हो र? ल ल ल देखाइदिउँ नि त। ओहो, क्या गजब, जता हेर उतै सल्लेरी पाखा। ओहो हो, ल हेर्नुहोस् त त्यहाँको सडक हेर्नुहोस् त, उ त्यहाँ अर्को झिम्पे देखाउनु। हाम्रो तल। स्कुल पनि देखिन्छ। ए दारिमजिउला, त्यो सेतो सेतो हाइस्टेक न त्यो हाम्रो स्कुल हो। ए ल ल गजब रहेछ ठाउँ। अलिकति जुम गरिदिउँ नि त, ठाउँ गजब रहेछ बाबु। देखाउनु अझ जुम गर्ने मेरो। देखाइसके गजब छ, गजब छ। धेरै तल छ, हाम्रो हाइस्टेक यहीँबाट अलि तल चाहिँ शङ्खमुल, यो माथिको डाँडा, लास्टको कालो डाँडा चाहिँ कपुरकोटको डाँडा, को त्यहाँबाट उतापट्टि दाङ। ओ त्यो डाँडाको कपुरकोट हो। लास्ट डाँडा, लास्टको त्यो त्यही लास्ट, माथिल्लो लास्टको। ऊ कि पारेटो पहाड के माथिल्लो ओ उताको छेउको। पारेटो यो पहाड हुँदा अझ पारेटो। यस, त्यो सेतो सेतो मात्रै देख्यौ। ल जाम जाम जाम, हो हो हो, जाम जाम उठ। त्यो यस्तो सिधा भए पहाडको तल यस्तो यस्तो देख्या छ। ल जाम त। त्यसका त्यो पहाडको उतापट्टि छ। तीन पहाड पछि आउँछ दाङ। हो, ल जाम जाम, अगाडि हिँड। नि बाबा अगाडि हिँड। अह, जता हेऱ्यो उतै क्या गजब ठाउँ के यो। पिकनिक खानको लागि पनि क्या गजब रहेछ यो ठाउँ। यदि यो ठाउँमा सल्यानको सदरमुकाम सार्न सकियो भने पनि क्या गजब ठाउँ के यो। गहिरो पनि छ, चौडा पनि छ। यहाँ बस चल्या त राम्रो हुन्छ। ए हो र? यहाँ बसै चल्छन्, सानो ट्याक्सी चल्छन्, बाइक चल्छन्। सडक हेर न, सडक बाबु बाइक चल्छन्। कति राम्रो सडक के। कहिले कहिले हाम्रो स्कुलको हाइस यहाँ गर्छ घुम्नको लागि जान्छ। ए ल जाम, हो र? फेरि यो होइन, फेरि त्यहाँ दाङजुराबाट आउने बाटो। ए हाम्रो घर नेरबाट टोइलेट छ दाङजुरा। ए ए ए ए कति राम्रो बाटो। सेलो जाम त ऊ त्यही हो मेरो। ए हो, क्युब हो राखेको छ। म जाउँ ल जाऊ। कि नजाउँ? जा नि। अर्डिनो हिँड्दै नै हो। कसले रुखमा हिँड्दैन। लाउनुहोस् यो बाबा, यो लाउनुहोस् यो।
ल ल म गएन तपाईँ हिँड्दै हुन्छ बाबुले बिहान तलतिर जाँदाखेरि टायर लुकाएको थियो बोक्ने गाह्रो मानेर भित्रको ट्युब मात्रै लगेको थियो क्या ऊ ऊ तानिहाल्यो नि अहिले त्यहाँ भित्र राख्नु पर्दैन अहिले टाइम लाग्छ जाम जाम ल ल हिँड आहा के अनौठो गाउँ हो यो ठाउँ पनि गाउँ पनि कति छ है कति ओहो माथि एउटा चरो उडेको रहेको छ जुत्ता चिल त्यो माथिको गाउँ चाहिँ अलि माथि बजार छ अरे लेक पोखरा भन्ने ठाउँ बाबु चाहिँ लेक पोखरा गएको हो कि होइन लेक पोखरा गएको हो